हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ म मासुको ग्रेभी बनाइरहेको छु। मलाई चाहिँ खाना बनाउन एकदम मनपर्छ कि अनि त्यही भएर म घरमा भएपछि चाहिँ केही न केही बनाइरहेको हुन्छु। अनि त्यही भएर म भिडियोहरू पनि अपलोड गरौँ न बनाएको भनेर ट्राई गरिरहेको छु होइन, भिडियो हालिरहेको छु बिस्तारै बिस्तारै। अनि म यो मासु फ्राई गरेर निकालिरहेको छु होइन। अनि त्यसपछि फ्राई गरेर निकालेपछि मासुहरूलाई अलग राखेर अनि त्यसमा मसलाहरू भुटेर बनाउँछु होइन। अनि यो मासु राखिरहेको छु। अनि अर्कोतिर चाहिँ म तरकारी बनाइरहेको छु। यसलाई चाहिँ हामी भुइँया भन्छौँ होइन। अनि यो दुईटै मिक्स गरेर भुइँया र यो साग, यो छ नि भाजीको साग भन्छ हामी, दुईटैलाई मिक्स गरेर बनाइरहेको छु अर्कोतिर होइन। मिठो हुन्छ यसरी बनाएर खायो भने। अनि अर्कोतिर मासु पनि भइरहेछ होइन। अनि यो दुईटैलाई मिक्स गरेर मरमसला हालेर सिटी लाउनलाई छोडिदिएँ होइन। अनि अर्कोतिर मासु बनाइरहेको छु। अब यो भिडियो बनाउँदै भिडियोको चक्करमा यो कडी जल्यो कि अलिअलि थोरै थोरै होइन। अनि त्यही पनि अब मासुमा मरमसला हालेर अघि त्यो फ्राई गरेको मासु छ, अब त्यसमा मरमसला हालेर भुटेर अनि त्यो फ्राई गरेको मासु पनि हाल्छु। त्यस्तो गरेर मसलाहरू हालेर अनि कति चिजहरू त भिडियोको चक्करमा बिर्सिहालेँ कि हाल्नलाई। अनि त्यही पनि आई विल ट्राई माई बेस्ट, जसरी तस्तरी बनाइरहेको छु। अब 4 भएपछि त पुस्नै पर्यो होइन। 4 भयो अनि त्यसपछि त्यो मसला पनि भुटिरहेछ। अनि हल्दी हाल्ने, अनि जाडोमा अलिक बढी हल्दी हालेर त्यसलाई भुटेर अनि मासु हाल्ने त्यसमा होइन। टमाटर हालेर भुटेर राम्रोसँगले भुट्ने अनि त्यसपछि मासु हालेर छोप्ने। त्यसपछि ग्रेभी पनि रेडी भयो। अनि ग्रेभी रेडी भयो, यसमा धनियाँ त हाल्नै पर्यो कम्प्लिमेन्ट्रीको लागि। चिसो मौसम छ नि त, त्यही भएर मासुको ग्रेभी मिठो हुन्छ कि तस्तरी बनाएँ होइन। मासुको ग्रेभी